छोरी छोरी हजुरलाई कस्तो लागिरहेछ भनिदिनु न। मलाई राम्रो लागिरहेछ। अनि अब स्कुल गएको केही पनि नबुझ्दा कस्तो लाग्छ नि? नराम्रो लाग्छ। एकछिन त भाषा जानेपछि राम्रै लाग्ला। ए हो ए गएको जानी नियम गर्न बुझ्ने हजुरले इङ्ग्लिस नजान्ने नेपाली उनीहरूले नबुझ्ने त हजुरलाई कस्तो लाग्ला? धेरै नराम्रो। मै नियमको बुझे हुन्थ्यो लाग्छ मलाई। अनि प्रयास गर्ने होइन त? प्रयास त गर्ने हो तर सक्सेसफुल हुन सक्छु कि नै थाहा छैन। होइन सक्सेस त प्रयास गरेपछि भइहालिन्छ नि। अब लुटो त पढ्न प्रयास गर्दा गर्दै पढ्ने विद्यार्थीले कहाँ लुटोको कुरा गर्नुहुन्छ त्यस्तो जुवा जस्तो। कहिले कहिले रमाइलोको लागि पो। अनि हामी कहाँ घुमेको थियो नि भन्नु न। हजुर भन्नु न, हजुर कहाँ हिँड्नु भएको होइन? भन्दा चाहिँ हामी एउटा यो बोटानिकल पार्कबाट निस्किँदै हो हजुर? बोटानिकल पार्क यहाँ हाम्रो घर बोटानिकल पार्क जानुभएको थियो, कस्तो लाग्यो हजुरलाई? मलाई राम्रो लाग्यो। अनि मैले एलिफेन्ट पेंगुइन्स सबै थोक देखेँ। ए देख्नुभयो? ए